वेलकम टु गाइज माई न्यू भ्लग। आजको भ्लग चाहिँ सुरुवात गर्दैछु म स्कुलबाट फर्किँदाखेरि क्या। आज चाहिँ बिहान भ्लग बनाउने मोडै थिएन होइन। ब्राजिल हारौँ त ब्राजिल हारेको दुःखमा हल्का दुःखको शोक मनाइयो। म सपोर्टर चाहिँ पोर्चुगलको, तर ब्राजिल हार्दाखेरि लास्टै दुःख लाग्यो क्या, किनकि नेमारको लास्ट वर्ल्ड कप त्यो लास्ट गोल केही छैन। आज म चाहिँ पुलको यताको साइड आइसक्यो यार। दिउँसो पानी पर्यो, फेरि घाम लाग्यो, दिन पनि अल्छी लाग्दो छ हो यतातिर। यहाँ फेरि बाटोमा गिट्टी र बलुवा ढेसारेको छ यस यहाँ निर्माण कार्य चल्दैछ नि त पुलमा। यता चाहिँ धान रोपिसक्यो, यता खेत बाँझै छ, कसैले बिउ खालिँदैछ। हाम्रो ठाउँतिर चाहिँ यस्तै छ यार, सब आफ्नै काममा बिजी हुन्छ क्या। झन् यस्तो बर्खाको समयमा त कसैको रोप्ने, कसैको बिउ उखाल्ने, कसैको आली लाउने, सब आफ्नो लाइफमा बिजी छ मान्छेहरू। कोही खाली छैन क्या। यस्तो बेला बेला सोचिन्छ खाली बस्ने मान्छेहरू कति भाग्यमान जस्तो क्या, तर विचार गरेर चाहिँ कोही खाली छ जस्तो लाग्दैन यार। आफ्नो लाइफ आफ्नो टाइममा सब आफै बिजी छ क्या। घाम पनि फेरि यहाँमा बबाल लागेको छ क्या आज चाहिँ। यस्तै छ। फाइनली म चाहिँ घर आएर कपडा पनि चेन्ज गरिसकेँ होइन। अब चिया नास्ता गरिन्छ, त्यसपछि कामसाम होला, त्यही कामसाम गरिन्छ यार। मैले चाहिँ चिया नास्ता खाइसकेपछि यहाँ यो चाहिँ गौमुत हो अनि कि गाईको मुत क्या, यसलाई लगेर टक्क भिन्डीमा हाल्नु छ। यता छ क्या भिन्डी बारी चाहिँ, यो चाहिँ भिन्डी बारी हो। यो सबै देखिँदैछ नि, यहाँ अगाडि चाहिँ भिन्डीकै मात्रै बुट्छ क्या। यो हालेपछि चाहिँ किरा लाग्दैन अरे क्या। मलाई चाहिँ यहाँ माथि पर्वल टिप्न चढ्नु छ अरे, भर्याङ त लगाइसक्यो, चढ्न बाँकी छ। झाँक्ने गन झर्छ कि क्या हो यार यो त पुरै। म चाहिँ यहाँ माथि टोइलेट बाथरुम माथि पर्वलको झ्याङ लगाएको छु, पर्वल टिप्न आएर। अस्तिको पालि त अलिअलि फल्या थियो, आज त छैन है क्या हो यो साइड त। यो भयो एउटा, यता माथि रहेछ हौ भोरी। धेरै नफले पनि एक छाक जति चाहिँ मजाले आएछ यार। यहाँबाट हाम्रो गाउँको भ्यू यस्तो छ। यो नरिवलको बोट हो होइन, यो तल चाहिँ बिउ बारी छ क्या, बिउ राखेको छ। माथि हाम्रो घरबाट निकै टाढा छ अरे यो घर, सेतो देखिँदै गरेको पनि देख्नु भयो। यो घरको छ त्यता, यताको साइड बाथरुम र टोइलेट छ, यताको साइड हाम्रो पुरानो घर छ क्या। यहाँ म्याकुरी अनार पनि फलेको छ यार। पर्वल टिपेर माथिबाट ओर्लिँदा झन्डै लडेर मऱ्यो यार यहाँनिर, भर्याङ झन्डै भाँचेर यस्तो छ हालत। यता चाहिँ करेलाको झ्याङ हो यार, यो चाहिँ झरेको होइन, करेला कि झ्याङ माथि झरिन्छ। गुड मर्निङ गाइज, आज चाहिँ नेक्स्ट डे होइन। हिजो बेलुका चाहिँ मैले भ्लगै कन्टिन्यू गरेन क्या, बेलुका पानी पर्थ्यो, लाइन साइन गयो हो, त्यसैले भ्लग कन्टिन्यू गरेन, आज बनाइदिएँ। आज पनि बिहानभरि पानी पऱ्यो, भर्खर पानी लाग्यो क्या। म चाहिँ पानी रहेको अवसरमा अब गाईलाई घाँस काट्न जाँदैछु खेततिर यार। आज चाहिँ मौसम जस्तो दामी छ यार, न घाम न पानी, यत्तिकै भइदिनु नि दिनभरि, आनन्द हुन्थ्यो यार। यस्तो छ क्या आकाशको हालत, न घाम न पानी, यस्तै हो नि। अब यो पानी पऱ्यो, हल्का पानी बढी त गयो खेतमा पनि। घाँस काट्न जाने ठाउँ यता हो, यो सिमाना हाली हो। यो अर्कैको किता पर्छ, यो हाम्रो पर्छ फेरि हो। फेरि यो मलाई अनि एउटा कुराको चाहिँ लास्ट दुःख लागिरहेछ यार। मैले सपोर्ट गरेको टिम हिजो राति बाहिरियो स्पेनसँग, पोर्चुगलको लास्ट वर्ल्ड कप पनि सक्यो क्या। पोर्चुगलको चाहिँ नभने रोनाल्डोको लास्ट वर्ल्ड कप पनि, वर्ल्ड कप करियरै सक्यो। विश्वमा हजारौँ रेकर्ड बनायो रोनाल्डो दाइले, तर एउटै वर्ल्ड कप
जित्न सकेनन् क्या। तर यार हामी यस्तो फ्यानहरूलाई वर्ल्ड कपको मतलब छैन यार। जे भने रोनाल्डोले नाम कमाएका छन्, स्टार बिनाको नाम यत्रो ठुलो छ, झन् स्टार भएको भए त के हुन्छ होला जस्तो लाग्छ यार। जे भयो हिजो स्पेनले राम्रो खेल्यो, स्पेनको लागि कङ्ग्रेचुलेसन। राउन्ड अफ 16बाट 8मा गएकोमा। अब सायद स्पेनको पनि फ्रान्ससँग पर्छ, फ्रान्ससँग बाहिरी त हाल्छ। ल अब म घाँस काट्ने ठाउँमा पनि घुँडाभन्दा अलिकति तलसम्म पानी भरिएको छ। यस्तो छ पानी पनि यार। खेत मैले चाहिँ 2 बिटा घाँस पनि काटिसकेँ यार। जस बाक्लो घाँस चाहिँ आधी घन्टामा भारी चाहिँ पुगिहाल्छ क्या, जति गरे पनि नि। यता यो साइडको काट्यो, अब यत्रो घाँस त खाइसक्दैन यार। हाम्रो गाईले मात्रै अरूलाई पनि काट्न लाउनु पऱ्यो यार आज। सबैले अब चियाको घाँस चाहिँ फ्रीले काटेर लाग्छ क्या। मान्छेहरूले टन्नै पालेको हुन्छ नि त गाई बस्तु, हाम्रो त एउटा मात्रै गाई छ, यत्रो बिना घाँस छ क्या फेरि। अब घाँस टक्क घरमा पुऱ्याउँछु, नुहाइधाइ हुन्छ, भातसात खाइन्छ होइन, त्यसपछि अनि मात्रै भ्लग कन्टिन्यू हुन्छ यार। म चाहिँ नुहाइधुवाइ गरी खानासाना खाएर कपडा लगाएर स्कुल जाँदैछु। आज मङ्गलबार, त्यसैले हाउस ड्रेस लगाइरहेको छु यार। बाहिर पानी परिरहेछ, धेरै नपरे पनि हल्का सिरसिर पानी परिरहेछ यार। छाता उड्नै पर्ने हुन्छ। बाटोको गति फेरि यस्तो छ कि के भन्नु। अब देखाउँछु ल। यस्तो छ, यता पनि पानी जमेको, उता पनि पानी जमेको, चारैतिर हिलो। यस्तो गतिबाट जानुपर्छ बाटो। हेट कपडा धोएको त यहाँ अर्थै लाग्दैन पो त। आज स्कुल त गइन्छ। अब केटाहरूले कति गिज्याउने हुन्, कति जिस्काउने हुन्। आफू अब पोर्चुगलको फ्यान पर्यो। अब हिजोबाट पोर्चुगल पनि बाहिरिकन त, त्यसैले अब आज केटाहरूले जति जिस्काउँछन् आज चुप लागेर सर बस्नु छ यार। के गर्नु, मुखमुखे लागेर नि काम हुँदैन। यो वर्ल्ड कपले चाहिँ साथी बिचमा नि झगडा चाहिँ गराउँदो रहेछ यार। म चाहिँ अहिले स्कुलबाट फर्किँदैछु यार। बिहान जाँदा चाहिँ हाउस ड्रेस, अहिले फर्किँदाखेरि चाहिँ यो चाहिँ क्या मैले उता सिलाउन दिएको थिएँ कि सर्ट हल्का घटाउन, घटाइदियो अनि यो लाएर हिँडेको यार। यस बिहान स्कुल जाँदाखेरि चाहिँ यही सर्ट लाएर गएँ उहाँ सिलाउने ठाउँमा गएर। यता पनि धान काटेछ यार, यहाँ पनि धान काटेछ यार। पाकेको थिएन अगाडि, पाकिगरी काटेछ यार। पाक्न त पाकेको थिएन, हल्का हल्का काँचै त ढिलो भएर काटेको होला यार। र हिजो राति 9:45मा भएको इजिप्ट र अर्जेन्टिनाको गेम कस्तो लाग्यो यार, कमेन्ट गर है कसले हेऱ्यो। आज चाहिँ पुलमा काम चलिरहेछ यार पुरै। यहाँ यो बाटो आएको कि यहाँ सानो एउटा बाटो चाहिँ यस्तो हिलो छ यार बाटो पनि पुरै। यहाँ खोलाको साइडको त यहाँ पानीले खाल्टो भएको छ। पुलको साइड भए पनि आउँथ्यो, तर यहाँ बार लगाइरहेछ यार। यहाँ बार लगाएर पुरै मसला हाल्न रेडी गरेको छ क्या, त्यसैले तडा हुनु पर्यो यार खोला धरेर। यस बेला चाहिँ बिन्दास भ्यू आइरहेको छ यार गाउँको। टक्क साँझको अवस्थाको घाम लागिरहेछ नि त, साँझको अवस्थामा चाहिँ भ्यू बबाल आउँछ क्या यतातिरको। यस्तो दामी भ्यू आउँछ अनि होइन, टक्क गाउँ घर हेर्दै छुट्टै रमाइलो लाग्छ क्या। धान रोपिरहेको हुन्छ, अलि पछि धान पनि बढ्छ झन् यतातिर। यता पनि धान बिचमा बाटो त दामी देखिन्छ यार त्यस बेला। स्कुलबाट आएर कपडा पनि चेन्ज हानिसकेँ मैले चाहिँ। अब चिया खाएर घाँस काट्न जान लाग्यो। घाँस काट्न आज गाई ब्याएको रहेछ, गाईको थलो सफा गर्नु छ यार। यो 4 घोगामा गई पोल्नु पर्ने भयो यार। यहाँ खोलेमा आगो बलिरहेछ, अब यहाँ आगो पुगेर पोल्नु पर्यो यार। बल्ल आगो बल्ल यार। चाडमा लाउने जा। अब यो बोक्रासँग एकछिन पाएको भने चाहिँ भरे पोल्नु सजिलो हुन्छ क्या। यहाँ अघिनामा चाहिँ सिरियस तरिकाले मकै पोलाइ हुँदैछ यार। गर्मीले मर्ने बेला भइसक्यो आगो पुग्दा। अँध्यारोमा मकै पोलिरहेछ यार। कसम पसिना आँसु त गर्लफ्रेन्डले छोडेर गयो भन्दा पनि बढी आइरहेछ यार। यहाँ नाटिसक्यो गतिले मकै पोलिरहेछ यार। थेत सहरमा बस्ने केटाहरूलाई चाहिँ मकै पोल्न गाह्रो रहेछ यार। म त गाउँमै बस्ने भएर होला कि पसिनाले भिजी गएको केटा हो। म गर्लफ्रेन्ड पटाउन तिमीलाई सजिलो होला, तर मकै पोल्न सक्दैनौ क्या। हेट यार
यस्तो पसिना आइरहेको छ जिउमा गर्मीले। मर्निङ गाइज, आज चाहिँ नेक्स्ट डे र हिजो राति भ्लग एन्ड गर्न पाइनँ। आजको भ्लग एन्ड गर्छु। थ्याङ्क यू सो मच वाचिङ फर बाई बाई यार।